रोएर कराएर चिच्याएर बस्नुभएको बिरामीको र बिरामीको बुवा र उहाँ मम्मीको इन्टरभ्यू लिएका थियौँ। त्यसपछि यतिखेर सामाजिक अभियन्ता समाजसेवी मुना निरौला उहाँलाई सहयोग गर्नको लागि यतिखेर उहाँको कोठामा आउनुभएको छ। हामी उहाँसँग कुराकानी गर्नेछौँ। दिदी नमस्ते। नमस्ते। सन्चै होस्? ठिक छ भाइ। बुवा नमस्कार। नमस्ते। उहाँ चिन्नुहुन्छ? अवैधी चिने हजुर। अब पहिलोपटक? हजुर पहिलोपटक चिने। जस्तो दिदी तपाईँ बिरामीको यो अवस्था देखेर सहयोग गर्न आउनुभएको छ, खास के को लागि कसरी आइटम जोडिदिनु यहाँ? म चाहिँ खासमा एकजना बिबिसा बस्नेत भन्ने बहिनी हुनुहुन्छ, एक्टर। उहाँ एङ्करिङ पनि गर्नुहुन्छ। अस्ति मेरो प्रोग्राममा आएर एङ्करिङ पनि गर्नुभएको थियो। अनि उहाँ बहिनीलाई चाहिँ एकजना भाइले भन्नुभएको रहेछ यस्तो यस्तो अवस्था छ दिजु, के गरी सहयोग गर्ने होला भनेर चाहिँ बिबिसा बहिनीलाई एकजना भाइले भन्नुभएको रहेछ। अनि दिजु मैले त अब कसलाई सम्झिनँ, मैले हजुरलाई नै सम्झेँ। लो न एकचोटि त्यहाँनिर गएर सहयोग गर्नु पऱ्यो भनेर चाहिँ मलाई भिडियो फोटो पठाउनु भयो उहाँको। त्यस पछाडि मैले त्यो भिडियो फोटो हेर्दै गर्दा चाहिँ कहिले पनि कता कता टिकटक सामाजिक सञ्जालमा देखेँ जस्तो लाग्यो मलाई योभन्दा अगाडि पनि। अनि त्यस पछाडि के रहेछ त अवस्था भनेर यसो फोन गरेर उहाँ भाइलाई बुझ्दाखेरि चाहिँ अलि अवस्था नाजुकै जस्तो लागेर अनि केही चाहिँ आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो। त्यस पछाडि चाहिँ मैले हाम्रो विदेशमा हुने यम दाई यस्तो यस्तो रहेछ, के गर्ने होला, अब केही त भाइलाई सहयोग गर्नु पऱ्यो भनेर भने। अनि दाइले बहिनी मेरो जन्मदिन पनि परेको छ, लौ न त त्यहाँ गएर केही खाद्यान्न र केही रकम लगाएर दिनुहोस् भनेर यम दाइले भन्नुभयो। त्यस पछाडि म यहाँ सहयोग लिएर आएँ। यस्तो के ल्याउनु भएको छ आज? मैले चाहिँ के लिएर आएको छु भने खाद्यान्न लिएर आएको छु। खानेकुरा आवश्यकता अहिले जे छ खानको लागि मेन त पैसा दियो भने त्यतिकै खर्च भएर सकिन्छ। त्यो भएर दैनिक चाहिने चिजहरू चामल, दाल, चामल, चिउरा, भुजा, दालमोट, चाउचाउदेखि सबै घरमा चाहिने सामानहरू ल्याइदिएको छु। यस्तो बुवा के भएको खास गरी तपाईँको छोरालाई? छोरा हजुर त्यही अब टाउकामा टिभी टिभी नै भनेर डाक्टरहरूले त्यही भने। अनि पछि अब पानी जम्यो भने पानी जमेर पानीको अप्सन गरियो। अब त्यहाँबाट पानीको अप्सन गरेपछि बोल्नु चाल्नु अब टाउका थुप्रै भइहाल्यो। अब बिसा बेकाइकामा कहिलेदेखि भयो यस्तो? यो पोहोर माघ भरै हेर्नु 1 वर्ष भयो। 1 वर्ष नाग हो माघमा 1 वर्ष यति घर यति। अनि परिवारमा को हुनुहुन्छ बुवाको? परिवारमा हामी एक बुढाबुढी छौँ, एउटी छोरी छ। अब यो बिमारी यही छ। 3जना हुनुहुन्छ अहिले? 4जना हुन्छ? 4जना। अब छोरी, अब यो बिमारी छोरो, बुढाबुढी। हजुरको जेठो छोरा? जेठो छोरो पहिला अब न्युरो हस्पिटलमा बित्यो। कति वर्ष भयो? 21 वर्षमा त्यो बित्यो। अहिले यो अब त्यही कारणले अब यो पनि अब के अब होला के नहोला भने अब आँस चाहिँ अब होला भन्ने आँस गरेर बगाएको, तयार गरेर बगाएको छु। कतिको सहयोगहरू आइरहेको छ? अहिलेसम्म कति खर्च भयो? सहयोग त गरिदिनु पर्यो उहाँहरूलाई सबैलाई। अब मेरो अब यो मिडियामा पनि हजुरहरूले दिनुभएको दाताहरूलाई सबैलाई मेरो धेरै धेरै धन्यवाद छ होइन। अब धेरैले दिनुभयो, मैले चिन्न सक्दिनँ, देख्न सकेको छुइनँ। कहाँबाट अलिअलि गरेर नि हालिदिनु भयो। कसले आफन्तहरूले अरूले धेरैबाट आयो हजुर सायद। अहिलेसम्म कति खर्च भयो? खर्च त भइस भने हजुर 25,000 त भइयो। 25 लाख? हजुर लाख। अब कति होला त? कति डक्टरले के भन्छ? कति चाहिन्छ भन्छ? अब डाक्टरले यति उति पनि भनेको छैन। अब अपरेसन गर्नु पऱ्यो, अब यो पानीको भनौँ भने अब कति लाग्ने हो के हो अब अहिलेसम्म थाहा छैन हजुर। अब कति लाग्ने हो हामीलाई पनि अब देखाउन जाउँ, अब मलाई के भन्न जाउँ भने हाम्रो हातमा पैसा छैन, कहीँबाट केही छैन। अब डाक्टरहरू उनीहरू अब जनाउने अब डाक्टरहरूले पनि त्यही पैसाकै अब आधारबाटै अब हेर्ने रहेछ। अब हामीसँग पैसा छैन भने चाहिँ उहाँहरूले नि अलिकति लुदै बाटो देखाउँदा रहेछ। अब यहाँ लैजाउँ त अब तेरो उपचार हुन्छ भने यो ठाउँमा लैजाउँ, लिनु हुँदैन भन्ने कहीँबाट भन्नु हुँदो रहेछ। सकेसम्म अब त्यो नर्बीले पनि अब तपाईँको मेरो पैसा त अझ पनि टन्न भइदिएको भइरहेछ। अझ बाजे नर्बीले पनि ठिकै बनाएर पठाउँथ्यो होला। अब पैसा तिर्नु अब मैले अब अलि कमजोरी भइहाल्यो। अब कमजोरी भएपछि यसले कहाँबाट ल्याएर दिन्छ पैसालाई नि। अब नर्बीले पनि त्यहाँमाथि अब बालन सरकारमा गयौँ, अब त्यही भइगयो। अब यो बालन सरकारमा जानु लाग्यो भन्नुभयो। झन् अब मलाई लुज तरिकाले हेरेर फालिहाल्नु भयो। लुज तरिकाले हेऱ्यो हामी बालन सरकारमा गइहाल्यौँ। अब उहाँहरू त राखिदिनु मात्रै भयो नि, राखिदिनु भयो। अब राखेर दबाई पनि धेरै मलाई किनाउनै लाउनु भयो क्या। बालन सरले त्यो दिनुभयो। अनि अलिक पछाडिबाट चाहिँ
अनि त्यहाँबाट अलिअलि दबाई चलाउनु पर्यो नभए मलाई त अब तपाईँको एकै दिनमा 15-20 हजारको दबाई किन्न लाउनु भयो नर्बीले पनि अन्त राख्नु त ल बेड त मलाई खालि दिउँ लु अब दबाई चाहिँ किनेर राइज भन्नु जस्तो अब कति लाग्छ भनेको छ डक्टरले केही छ त्यस्तो डक्टरले केही भनेको छैन सर अब भन्न यति उति केही भनेको छैन हामीले पनि अब अस्ति भनिहाल्यो नि सर अस्ति एउटा यही मिडियो माध्यमबाट यो उस भएर हामीले टिकटक माध्यमबाट कहाँबाट फेला पाएर एउटा म्याडमले अझ गरेर यति एमआरआई चाहिँ हामीलाई गराइदिनु भयो उहाँलाई पनि धेरै धेरै धन्यवाद धेरै राम्रो होस् उहाँलाई प्रगति भएर जान्छ हामी त केही पनि नसक्ने भएको छ अब कहाँबाट यसलाई मेडिसिन किन्ने पैसा छैन अब कोही बेला हामीलाई खाने पैसा नि कसलाई यसलाई साधु किन्ने पैसा छैन अब रुन जाउँ कसलाई जाउँ अनि कोही बेला उयो पारिपट्टि घर छ एउटा अनि एक दिन मेडिसिन किन्ने पैसा भर्न म्याडम हामीलाई किन्नु न भनेर 5,000 माग्नु भयो उहाँहरूले हामीलाई 3,000 दिनु यहाँबाट दिनु भयो घर होला पहिला भयो हामी 3 नानीहरूले बढी दिउँ लानु भनेर अनि पछि हामी पैसा दिन्छौँ हामी पर्दैन हामीलाई पनि खनाल सर भन्नुहुन्छ पारिपट्टि हुन्छ उहाँले हामीलाई त्यसरी दिनुभयो अनि एकजना ऊ त्यहाँ दिदी थियो हामी उहाँबाट हस्पिटल आयौँ अब हामीसँग हस्पिटल आएको पैसा छैन अनि एकजना त्यहाँ दिदीले हामीलाई यस्तै खाद्य सामानहरू जस्तै चिउरा चामल दाल सबै ल्याएर हामीलाई त्यसरी दिनुभयो त्यसरी हामीले अब त्यसै गरेर खाँदै छौँ हजुर हामीले कहाँबाट यसरी दिनुभएको छ त्यस्तै बुढेसकालमा बुवाले काम गर्न जाउँ भने यसलाई हेरौँ कि हामी काम गर्छौँ अब 2 जना छौँ मेरो अब राम्रोसँगले आँखा अब अलिक कमजोरी भइहाल्यो यसैको चिन्ता गर्दा गर्दै मेरो आँखा पनि त्यो हस्पिटलमा बस्दै कोही बेला खाना नि पाइएन अब हस्पिटलमा बसेर छौँ यसलाई खुवाउँ कि अब त्यो नर्मिया बजार यसैलाई मात्रै 1200-1500को दिनकै अब खुवाउनु पर्ने अनि त्यहाँ पनि आफू खाउँ कि यसलाई खुवाउँ त्यहाँ आफूसँग पैसा बल्ल बल्ल कामबाट यसलाई खुवाउनु मात्रै बेलुका त्यो क्यान्टिनबाट आउँछ खाना बेलुका बिल लिएर आइहाल्छ अब बेलुका बिल बुझाउनु पऱ्यो कति भयो भने 1200 पहिले 1500को अब 1000भन्दा त तल त उसको बिमारीकै खानु कि हामीलाई पुर्याउनु नखा बल्ल बल्ल 3 महिनासम्म अब दिउँ गरेर पुर्याएर आयौँ यो के छ मुनादी अब तपाईँले सामाजिक सञ्जाल मार्फत देखेर आउनुभयो यता तपाईँ प्रत्यक्ष घरमै आएर देख्नुभयो नि के थाहा पाउनुभयो के बुझ्नुभयो कस्तो लाग्यो त्यही त अब यहाँ आएर हेर्दै गर्दाखेरि अब पहिलेको छोरो आफ्नो सन्तान गुमाइसकेको मान्छेलाई फेरि दोस्रो पीडा पर्नु भनेको योभन्दा अब मलाई पनि मेरो सानोलाई सानो ज्वरो आयो भनेदेखि कति गाह्रो हुन्छ हेर्नुहोस् त अगाडि पनि यस्तो भइदिएको छ सामाजिक सञ्जालमा तपाईँले देखेको र यहाँको देखेमा उता हेर्नुहोस् त को आएको छ हेर त मा उता नमस्ते गरिदियो नमस्ते गराए भाइ नमस्ते गरिदियो नमस्ते गरिदिनुहोस् त नमस्ते गरिदियो नमस्ते गरिदियो हातमा राख लु नमस्ते गर नमस्ते गर गरिदियो नमस्ते गर म्यामलाई सरहरूलाई सबैले नमस्ते अब गरिदियो देखिस् उता हेर्न उहाँ यता यसरी हेर्न यी सरलाई सरलाई नरुन के थाहा पाउनुभयो यहाँ आएर देख्नु तपाईँले उहाँको बुवामा मैले अन्तर्गत लिइसकेँ अवस्था गाह्रो रहेछ अनि अब आफ्नो सन्तानलाई यस्तो हुँदा पहिलो सन्तान पहिलो सन्तान गुमाउनु भएछ अब दोस्रो सन्तान उहाँ नि हुनुहुँदो रहेछ यति बुढाबुढीलाई हेर्ने नि सन्तान प्यारालाइज भएर सुत्नु भएको छ भिनाजी त आउँछ यस्तो आज सहयोग लिएर आउनुभएको छ तपाईँले परिवारसँग पनि बुझ्नुभयो बुवाआमासँग कुरा गर्नुभयो खास के रहेछ त अलिकति बताइदिनु कस्तो लाग्यो तपाईँलाई पहिला त नमस्कार भने साह्रै दुःख लाग्यो त्यसमा र अहिले यहाँ सबै कुरा सुन्दा पहिला जेठा छोरो गुमाउनु परेको र अहिले कान्छोको हालत पनि उहाँहरूले भनेको भन्दा पनि हामीले चाहिँ अब आफै यहाँ बस्दै गर्दाखेरि एकदमै दर्दनाक लाग्यो यहाँको स्थिति
म त के भन्छु भने यस्ता बिरामीहरू यस्ता यो एउटा चाहिँ छटपटाओ धेरै परिवारमा छ। आज हामी जुन घरमा आइपुग्यौँ, हामीलाई जसले सहयोग गर्नुभयो, हामी यहाँ सहयोग लिएर आएका छौँ, उहाँप्रति विशेष आभार प्रकट गर्न चाहन्छु भने दोस्रो कुरो यस्ता मान्छेहरू हर कोही जो कोही भयो नि हाम्रै दाजुभाइ हुन्, हाम्रै दिदीबहिनी हुन्। उहाँहरूलाई बचाउनु हामी एउटा चाहिँ नेपाली भएको मानव भएको हैसियतले हामीले यो एउटा चाहिँ पुण्य कर्म भनेको यति मात्र हो। हामीले सम्पत्ति जोड्नु यावत कुरा कुनै ठुलो कुरा होइनन्। एउटा मान्छेलाई बचाउन सक्नु भनेको सबभन्दा ठुलो पुण्य जस्तो लाग्छ। आज यो ठाउँमा तपाईँहरूले मार्फत उहाँ हाम्रो भाइ मार्फत हामी यहाँ आइपुगेका छौँ। उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। भाइको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेँ भने यही हजुरहरूको मिडिया मार्फत म के भन्न चाहन्छु भने आम एउटा चाहिँ सहयोगी दाता मनहरूलाई के भन्न चाहन्छु भने यो अवस्था म जुन ठाउँमा आएर हेरिरहेको छु उहाँलाई हजुरहरूले पनि उहाँको खाता नम्बर पछि हामी उहाँ मार्फत नोट गराउनेछौँ। उहाँहरूलाई केही न केही भयो भने सहयोग गरिदिनु होला। किनभने बुबा आमा रोएर कराएर चिच्याएर बस्नुभएको छ। 25-26 लाख खर्च गरिसक्नु भएको रहेछ। अझै पनि धेरै खर्च हुन्छ भनेर भन्नुभएको छ। एमआरआई भर्खर कसैले सहयोग गरेर गर्नुभएको रहेछ। फेरि एमआरआई गर्नुपर्छ भन्ने कुरो पनि आएको छ। त्यो हुनाले गर्दा सबैलाई म चाहिँ एकदम विनम्रपूर्वक अनुरोध गर्दछु उहाँलाई सहयोग गरिदिनुहोस्, बचाउनुपर्छ। हामी नै एउटा मानव भएको हैसियतले एउटा यस्तो अवस्था परेको मान्छेलाई हामीले बचाउनै पर्छ। जस्तो उहाँले पहिलो सन्तान गुमाउनुभयो, दोस्रो सन्तान पनि यतिखेर बिरामी हुनुहुन्छ, चिकित्सै हुनुहुन्छ। बुढेसकालमा छोराछोरीले पाल्लान् कि भन्ने बुवाआमाको आश हुन्छ। यतिखेर बुवा एकदम बुढो भइसक्नु भएको छ। छोराको सिँगार गरिरहनु भएको छ। हेर्नु छोराले उहाँको गर्नुपर्ने ठाउँमा चाहिँ उहाँले चाहिँ छोराको गरिरहनु भएको छ। जस्तै अब म चाहिँ के भन्छु भने यति यो उहाँलाई जसले चाहिँ हेर्नुपर्ने उहाँ छोरै यसरी थला पारेर बस्नु भएको छ होइन। अब उहाँको अब निको हुन पनि सक्छ भनेर भनेको छ अरे। सबै मिलेर सहयोग पहिलाभन्दा सुधार भयो, अलि सुधार भएको छ भन्ने कुरा होइन बुवा। पहिलेभन्दा सुधार भएको छैन। अब बुवालाई हेर्नु न यस्तो कुरा भएको नर्मीले नि अस्ति भनौँ केटा मुजाको डाक्टरहरू पनि दङ पारेर अब केटो मोटा छ भने अब केटो अब पहिला कति किलो थियो बुवा? 25 किलो अहिले 40 किलो। होइन म चाहिँ के भन्छु भने यति सुन्नु त अब यति बुढाबुढी हुन्छ बुवा आमा होइन। अनि एउटा भएको सन्तानलाई पनि यस्तो पहिले भएको सन्तान पनि गुमाउनु भएको रहेछ। जसरी हुन्छ उहाँहरूलाई पैसा आफ्नो ठाउँमा छ सहयोग गर्ने, तर हस्पिटलमा लगेर उपचार गर्न सक्ने मात्रै एउटा माध्यम हामी भइदियौँ भने उहाँलाई अलि निको भयो भने बुवा आमाको भोलि पर्सिको सहारा हुनुहुन्थ्यो भन्ने मात्रै मेरो चाहना हो। उहाँ उठेर हिँड्नुभयो भनेदेखि आज उहाँले सेयर गर्ने ठाउँमा बाबुले गर्नुहुन्थ्यो कि बुवा आमालाई भन्ने कुरो हो। सबै मिलेर सहयोग गर्नु भन्न चाहन्छु। अर्को कुरा बुवाले यति मार्मिक कुरा गर्नुभयो कि घर बेटीले पनि अब निस्केर जा भन्ने कुरा गर्नुभएछ। अब यो अवस्थामा एउटा हामीले मानवता चाहिँ देखाउनु पर्ने हुन्छ। किनभनेदेखि उहाँलाई अहिले कसैले पनि यो अवस्थामा लिएर जानु भनेदेखि कसैले पनि कोठा दिनुहुन्न। उहाँ बसिरहनु भएको रहेछ। यहाँबाट चाहिँ प्लिज ननिकालिदिनु होला भन्ने आग्रह गर्छु। हामी बरु कतै केही गरेर जे जति सक्छौँ बरु हामी पनि सहयोग गर्छौँ अहिलेको लागि केही भाडाको लागि। र सबैजनालाई म के पहल गर्छु भने यो बाबुलाई उपचार गर्न र यो घरबाट बुवा मम्मीलाई घरबारबिन एउटा कोठा रहेछ, एउटा सानो कोठा रहेछ। यो कोठाको भाडा चाहिँ कति छ बुवा? हजुर 7,500 रुपियाँ रहेछ। यो एउटा बस्ने बास पनि नछिनिदिनुहोस् भन्न चाहन्छु यहाँको घरबेटीलाई। जस्तो तपाईँले पटक पटक समाजसेवा गरिरहनु भएको छ, बिरामीहरूलाई ल्याएर हस्पिटलमा उपचार गरिरहनु भएको छ, यो पटक उहाँको लागि के गर्नुहुन्छ ठ्याक्कै भन्नुहोस् त। अब अहिले चाहिँ आज चाहिँ मैले अब यो चाहिँ मैले खास मेरो यम दाई हुनुहुन्छ बाहिर, यमतम दाईलाई भनेर दाई यस्तो यस्तो अवस्था रहेछ, लु त भाइलाई त हेर्नु पर्यो, दाईलाई त नेपालको धेरै थाहा हुँदैन, हामीले भनेर थाहा हुने हो भनेपछि बहिनी खाद्यान्न र अलिकति लगेर पैसा दिनुहोस् भन्नुभएको छ। अब मैले उहाँलाई सक्ने भनेको म केएमसी हस्पिटलमा सुनिल शर्मा दाईले पहिले पनि मैले धेरै बिरामीहरू लगेर दाईले गरिदिनु भएको छ। एकचोटि अब नर्मिकमा त धेरै महँगो छ, त्यहाँ म रिक्वेस्ट गरेर एकचोटि उहाँको उपचारको लागि पहल गर्न सक्छु। अब फेरि एकचोटि उहाँलाई नयाँ जीवन दिन सकिन्छ कि भनेर एकचोटि फेरि कोसिस गर्छु म। यसमा आज कति सहयोग गर्दै हुनुहुन्छ खाद्यान्न सहयोग? आज खाद्यान्न भइगयो, म बुवालाई 10,000 रुपियाँ सहयोग गर्छु। त्यो व्हिल चेयरको कुरो आएको छ, त्यो व्हिल चेयर पनि हामी कुरा अगाडि बढाउँछौँ। सकेसम्म हामी चाहिँ व्हिल चेयर पनि उपलब्ध गराउँछौँ है। यो 2 महिनाको भाडा चाहिँ भयो। अब यस्तै हो, यो उपचारको लागि हामी पहल गर्छौँ। यो 13,000 रुपियाँ हजुरलाई मैले हस्तान्तरण गरेँ बुवालाई। यो भाडा तिर्नु होला बुवा ल भाइलाई।
अनि यो 2-3 महिनालाई पुग्ने मैले खाद्यान्न 2-3 जना हुँदो रहेछ खाद्यान्न ल्याइदिएको छु। अहिले त मेन भनेको आवश्यकता खाना र यहाँको बस्नको कुरा भयो क्या भाडाको कुरो। अनि हस्पिटलको पहल हामीले सक्ने हामीले कहाँ भनेर उहाँको उपचार हुन्छ हामीले गर्छौँ र थोपा थोपा मिलेर समुद्र बन्छ। तपाईँहरूले सकेको थोरै भए पनि पैसा सहयोग जे सक्नुहुन्छ उहाँहरूलाई सहयोग गरिदिनु होला भनेर म अनुरोध गर्न चाहन्छु। जस्तो बुवा उहाँले 13,000को सहयोग गर्नुभएको छ, थोरै गरेर थोरै गरेर पनि धेरै धेरै यो धन्यवाद हजुरलाई धेरै भलो ठुलो छ हजुरको हजुरले आशीर्वाद दिने हामीलाई आशीर्वाद दिने हो सधैँभरि यसरी नै समाजसेवा गर्न सकौँ। हजुरहरू जस्तो दुःख पाउनु भएको मान्छेलाई आफ्नो बुवा सम्झेर हामीले सेवा गर्न सक्यौँ, थोरै भए पनि गर्न सकौँ भन्ने हो। हजुरले नमस्कार गर्ने होइन आशीर्वाद दिने हो हामीलाई। त्यत्रो अब दिनुभयो त्यही भए पनि हामीलाई त कहाँ अब धन्यवाद धेरै हो नि हजुरको। हजुरले कोठाबाट निकाल्ने भाडा छैन भन्नुभयो, यो भाडा दिन्न भनेर हजुरलाई यो पैसा दिएको छु। पहिला महिना हामीलाई धेरै नै गर्नुभयो, पछि चाहिँ अब फेरि कराउनु थाल्नु भएको छैन। अब बेला दिएको नि छ, कोही बेला रोकिन्छ, रोकिँदा अलिकति गाह्रो पर्दा उहाँहरू पनि अब कराउनुहुन्छ। कराए पनि हामी अब तल्लै चरमा परिरहेछौँ अहिले। हामी अब उहाँहरूसँग जुन्न सक्दैनौँ, बाँध्न सक्दैनौँ। हुन्छ भन्छौँ, कोही बेला काहीँबाट आएका बेलामा एकै दिन चुक्ने भनेकै दिन पऱ्यो त हुँदैन हजुरको दिनसम्म भनिरहेको छौँ। अब गर्दा पनि कराउनु। अन्तिममा चाहिँ के भन्नुहुन्छ? अन्तिममा के भन्न चाहन्छु भने बुवालाई अब चिन्ता नगर्नु बुवा, हामीले पनि सकेको सहयोग अझै गर्छौँ र सबैजनालाई हामी आग्रह पनि गर्छौँ सबै मिलेर सहयोग गरिदिनु होला, यो भाइलाई बचाइदिनु होला। उहाँहरूको लौरो भनेको यो छोरो हो, यो छोरै यो भएर यो अवस्थामा सुत्दै गर्दा बस्दै गर्दा कति गाह्रो हुन्छ। हामीलाई हाम्रो सन्तानलाई ज्वरो आयो भने पनि हामीलाई कति धेरै गाह्रो हुन्छ। कतिखेर हस्पिटल पुर्याएर उपचार गरौँ जस्तो हुन्छ भनेदेखि आज बुवाको छोरो ओछ्यानबाट उठ्न सक्ने अवस्था छैन। 2 जना बुवा आमा हुनुहुँदो रहेछ, 2 जना चाहिने रहेछ यो बाबुलाई स्याहार गर्नको लागि। सबैजना मिलेर सहयोग गरेर उहाँलाई बचाइदिनु होला भन्न चाहन्छु। र बिचरा बुवा आमालाई खान पनि समस्या रहेछ, बस्न पनि कोठाको पनि समस्या रहेछ, सबैजना मिलेर सहयोग गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई। र विशेष गरी यम समुदाय विदेशमा साउदीमा हुनुहुन्छ उहाँलाई विशेष गरी धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जस्तो बुवा के छ अहिले अब तपाईँलाई के खाँचो बचाइ के भयो ठ्याक्कै भनिदिनुहोस्। खाँचो अब अहिले चाहिँ के हजुरहरूले राति ल्याइदिइहाल्नुभयो, सबै भइगयो खाँचो छैन हजुर। मलाई यो उपचारको मात्रै खाँचो छ, अरू केही छैन। अब यो मलाई उपचारको मात्रै खाँचो, यसलाई उपचारमा काहीँ गएर गर्न सकेँ त्यही एउटा उपचार कतैबाट पाएँ भने मलाई सबभन्दा पाएँ कि सबभन्दामा सारा त्यति बचाउन पाएँ त्यही मात्रै हजुर। अरू जम्मै त अब कुरो मलाई खाना ल्याउनुहोस्, अब यो खाना दिनु भनेर त्यो भन्नु त मैले सक्दिनँ। अहिले एउटा उपचारको लागि मात्रै अब कहाँबाट पहल हुन्छ उपचारको लागि मात्रै लाग्नु, अरू त के गर्नु सकिन्छ र। अब उहाँहरूलाई विल चेयरको आवश्यकता रहेछ भाइ, केही दिनमा त विल चेयरको पनि व्यवस्था गरेर म भाइलाई बस्नु विल चेयर ल्याइदिन्छु। पाइन्थ्यो अब यसलाई फ्रेस बनाएर यताउति घुमाउनु कोठा मात्रै बसिरहनु भयो भयो। अब एउटा विल चेयर राम्रो विल चेयरबाट यताउति घुमाउन पाइन्थ्यो भन्ने मलाई अब यो लागेको। अब विल चेयर अब ठाउँ ठाउँमा भयो नि कसैको अब कहीँ भयो भने भन्न त भनेको मैले कहीँबाट पनि अति वडामा पनि यहाँको वडाको त्यो यहाँ हुनुहुन्छ एकजना उहाँलाई भनेको बाँडे रे अस्ति। अनि त्यो अब कसै पनि हामीलाई बताएनन्। अनि त्यहाँबाट पछि फोन गरेर कहीँबाट आयो भने दिउँला भन्नुभयो। अब दिउँला भन्दाखेरि कहिले हो कहिले अब त्यो दिने भनेको यहाँ यो डुलाउन भयो नि एउटा थोत्रो अर्काले एउटा दिएको छ त्यो अब गुड्दैन, अलिअलि गुड अर्को रोकिन्छ। केही दिन पर्खिनुहोस् भयो, विल चेयरको पनि व्यवस्था म गरेर हजुरलाई 2-4 दिनमा आउँछु लिएर।